ल हेर्नु साथीहरू हामी यहाँ जात्रा हेर्न आइसक्यौँ। आहा हजुरको पनि मुखबाट पानी आयो होला हाम्रो पनि आइरहेको छ बनाउने बेला मोलिङ स्टार्ट मोलिङ हेलो साथीहरू हामी चाहिँ कहाँ जान लाग्यो आज कसको बर्थडे गाजलको बर्थडे ह्यापी बर्थडे ह्यापी बर्थडे गर्यु ह्यापी बर्थडे टु ह्यापी बर्थडे टु ह्यापी बर्थडे टु हेर न ह्यापी बर्थडे टु तिमी आएको थियो पहिला यहाँ आएको थिएन फर्स्ट टाइम हो गजल चाहिँ आएको थिएन हो बर्थडे गर्ल हो खै बर्थडे गर्लले त यता हेरिन बर्थडे गर्ल आज ह्याप्पी छैनन् कि क्या हो यता हेर त अब नगाखे चाहिँ नगाखे बन्द गर हामी ल अब चल्दिउँ कस्तो भयो गजलु मन्दिरको दर्शन कम बोल्दिन गजल नै धेरै आज किन हो किमा चित्त बुझेन कुन्नी गजलु भाइ नाटक जहिले त्यहाँ हात राखेको हुन्छ नि र एकचोटि च्यापिसबै थाहा हुँदैन त्यहाँ हात राख्नु हुन भनेर गजलु कसले गजलु म तिमीलाई बर्थडे गिफ्ट केही दिन भने होइन ल यही भयो बाबुको पैसा पनि के हो र मैले दिएँ भने त बर्थडे गिफ्ट ल लियो ल ल मेरो बर्थडे गिफ्ट तिमीहरूलाई कस्तो लाग्यो भन अब त तिमीहरू मेरो सपोर्ट होइन मेरो सपोर्ट हो बहिनी नि हो तिमीहरूले 20 रुपियाँ पायो सुबिन हेरेको के हुँदैन यही हो है बर्थडे गिफ्ट तिमीलाई आमी थ्याङ्क यू शान्तिजीलाई त अलिक धेरै होला नि त लोभीहरू यति मात्रै पहिला त कति दिन्थ्यो यति मात्रै सबैले मलाई यति मात्रै मलाई त मुठी दिन्थ्यो त सानो बेलामा मलाई त पहिला कति धेरै दिन्थ्यो गजलले भाइ चक्लेट अहिले त माया कम भयो क्या हो माया कम भयो ए लौ मलाई चाहिँ धेरै हो नि त मेरो माया धेरै होइन सब मेरो माया चाहिँ धेरै होइन हुँदैन त मलाई चाहिन्छ आमाले दिएको पनि लि यार ल यति मलाई हस् थ्याङ्क यू छोरू चुप्पा हेलो साथीहरूलाई हेर्नु यहाँ हाम्रो गजलुको मितिनीको नाम के हो हो कति राम्रो नाम अनि कसो लागिरहेको छ मितिनीको घरमा आज राम्रो लाग्छ मितिले ह्याप्पी बर्थडे भन्यो छैन भनिदेऊ ल भनिदेऊ ह्याप्पी बर्थडे मितिनी भन्नुपर्छ भन्दा त थ्याङ्क यू मितिनी भन्नुपर्छ अब आज त हाम्रो गजलुको बर्थडे अनि यहाँ गजलको मितिनी हामी आएको माथि यहाँ चाहिँ हाम्रो के पाक्यो म देखाउँछ है त आज चाहिँ छ चना यता चना छ अनि यता के पाक्यो यता चाहिँ यो मसरुमको अचार छ अनि यता चाहिँ मासुको भाँडा ठुलो रहेछ है साथीहरू
हेर्नुहोस् यता चाहिँ मासु छ मासु यस्तो यस्तो पाकिरहेछ होइन आज हाम्रो अब केक नि हेर्ने हो अब के छ मिति नि कस्तो राम्रो केक वाउ दिन नराम्रो दिन दशाहरू पनि सबै कुरा यो बत्तीले बाहिर फाले जस्तै सबै कुरा हटेर जाओस् है त यहाँ हल्ला हल्ला त्यो बालुन जानुपर्छ यो बालुन राम्रो के बुझाउँछु कि निभाउँछु माथा त होला अलि यता साह्रो त्यो भाडो Happy birthday to you. Happy birthday to you. birthday to you. Happy birthday to you. Princess वाला princess to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. बस नानी बस आमालाई दिनु बोलाउँछ दिला बोलाओ आमा छिटो भयो आउनु दिदी आउनु थोरी थोरी खाऊ ल थोरी थोरी अब भयो अब अरूलाई अब आमालाई ल उतै न्यापकिन दिनु न उतै न्यापकिन कसलाई नमस्ते गर गर्नुहुन्न पहिले गर्न थाल्छु त ए गिफ्ट नि रहेछ नि त ओहो मान्छे नै मोड होइन छोरा हाम्रो गजर अब अर्को गीत पनि डान्स गर्न जाँदैछु नि ऊ बडीलाई कार्टुन तिमी चाहिँ नसिके बडीलाईमा त्यो कार्टुन सोलो गर्छ हो कार्टुन हान कार्टुन स्क्रिन त हो च्यानलमा जान च्यानलमा तलपट्टि हो पापा कि परी पापा परि त गर्नु न एकचोटि उतै अगाडि पापा कि परी एडमिसन ओपन हाँस न इस्माइल खै त
अगाडि लाउनु पर्छ अगाडि लाउनु पर्छ ट्रेनिङ बनाएको छ दिदीलाई हेरेर भन न रहेछ भनेर साथीहरू अब चाहिँ हाम्रो गजलुको आज बर्थडे गजलुको चाहिँ गिफ्ट ओपनिङ हुँदैछ ल फर्स्ट कुन गिफ्ट ओपनिङ गर्ने ल के हो त्यो ए यसभित्र थियो हो यसभित्र थियो होइन तिनीहरू इलेजन रहेछ ल मितिनी दिएको नगर नि बाबु त्यस्तो ल बिस्तारै क्यामेरा देखाइदिनु के रहेछ यो चाहिँ हाम्रो गजलको मितिनीको है त ल केही होइन यहाँ नि केही छ ल म खोलिदिँदै गर्छु ए पेन्सिललाई चाहिँ कस्तो राम्रोसँग प्याक गरेर दियो मितिनीले ए यो यता बिस्तारै बिस्तारै ए साप्नहरू कस्तो राम्रो ए ल ल त्यो भयो अब यो कसको औषधि हो कि क्या औषधिको डब्बा यो कसले दिएको हो यो ल अलि माथि यस्तो गर न ल के रहेछ आमा मामा रिबनहरु वाउ कस्तो राम्रो के हुन्छ पसिला हुन्छ नि त ग्रीन अब घर बस्दा लाउनु हुन्छ नि त ग्रीन होइन शुक्रबार तर राम्रो छ अरू बेला हुन्छ नि त हैन यो भिनाजुले दिएको गिफ्ट न बाबाले के दिएको रहेछ ल यसो देखाउ अगाडि हो सर्ट वाला रहेछ टी-सर्ट रहेछ यो पनि अर्को के रहेछ पिंक वाला तिम्रो फेभरेट कलर अझ रहेछ ल यो सेट हो कट्टु पनि रहेछ अब यो ल ठुलो यो कति दिएको यो मम्मीले ए ल ल यो चाहिँ कसले दिएको मितिनीको मामाले ए ल जुत्ता हो कि क्या हो ए बटरफ्लाई वाला है कस्तो राम्रो तिम्रो मन पर्छ नि सिध्यो यति नै अनि पैसा एउटा झोलामा राख न ल यस्ता राख ल यस्ता राख पैसा ल हेर्नु साथीहरू मेरो स्कुटी यसो धोइदिन्छन् मेरो भाइहरूले यता अर्को भाइ छ यहाँ तर उहाँहरूले पैसा पनि लिनुहुन्न स्कुटी धोएपछि होइन शान्तिको स्कुटी यसै धोइदियो भन्नुहुन्छ पैसा लिनुहुन्छ त पैसा लिनुहुन्छ अरे तर मलाई लाग्छ उहाँले पैसा लिनुहुन्न लिनुहुन्छ पैसा ल हेर्नु साथीहरू यहाँ हाम्रो भाइहरू यस्तो ज्ञान छन्
जाने कहाँ यता आऊ त तिमी गजल्स कहाँ गएको तिमी गजल्स ओ गजल्स हजार 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 दादाहरूलाई हेर्ने बस्ने के खान्न दादाहरूले स्कुटी धोएको पैसाले गरिदिनु क्यामेरामा कामवाली भाइ के तिम्रो बनाइदिनु सरी कामवाली बाबा भैया भैया कामवाली भैया स्कुटी साफ गर्न जरा और स्कूटी सफा गाड़ी वाले पैसे नहीं हम चटपट खान जाएंगे ठीक है हाँ हम 1 2 3 4 5 लोग हैं 100 रुपए की चटपटी खाने जाएंगे ए खोसा खोस हो गए यार यहाँ पर तो ए लो लो अब चाहिँ ए को धुनी ल ल ल भयो भयो फेरि अहिले 50 रुपियाँ क्यान्सल है बिचमा आइपुग्छ नि तिमी झडा नहरा ए नगर न ल पाए पाल ल ल ल भयो भयो ल एकछिन प्रिन्सलाई दिनु छोड्दै अहिले तल फेरि गर्नु न तर झ्यारा गर्नु मन लाग्यो होइन अहिले गर्नु न फेरि ल स्कुटी धुनु नि यसो झडा पर्छ हाम्रोमा त साथीहरूलाई हेर्नुहोस् ल ल ल ठिक छ ल बिस्तारै बिस्तारै अबे ल के गरे ए ल फच्या गरे ल ए भयो अब फेरि आफमा नि हान ल ल भयो आमा ए भयो बाबु त्यो सिस्टीबाट बाबाले हेरेर होला नि मार्छ नि ल अब पुरै बाल्टी लिएर ऊ महारानी आउनुभयो बाबु त्यसो नगर त्यहाँ एउटा त्यहाँ हिलो बाँकी रहेछ नि फेरि -20 हुन्छ नि फेरि याद गरा हो एउटा धुलो दियो भने चाहिँ -20 है फेरि याद गरा अनि फेरि कहाँ अलिअलि तिमीहरूलाई त्यत्रो हेर दादाले यस्तो काम गर्नुपर्छ तिमी चाहिँ लहर लहर हिँडेछ भने उता नि हुनुहुन्छ उहाँ चाहिँ पानीको दाँत बस्छ भनेर पुस्तिँदै हुनुहुन्छ यस्तो ज्ञानी हुनुहुन्छ उहाँ चाहिँ ऊ कसले काम गरिरहेको छैन भनेर हेर्दै हुनुहुन्छ उहाँ चाहिँ यहाँ मसँग बसिरहनु भएको छ ल उहाँहरू उता हुनुहुन्छ भरि फेरि गर्दा सोच्नु के गरेर फेरि म यहाँ बसिरहेको थिएँ स्कुटी थिएँ माथि जाला भने होइन यहाँ बस्यो अनि सन्धि चाहिँ स्कुटी धुनु पाएन पैसा चाहिसक्यो कति रुपियाँ 50 रुपियाँ दिन्छु मिलेर ल्याऊ ल दुईजना कति रुपियाँ 100 रुपियाँ लगुको आएर त 50 दिन्छु भन्दाखेरि यिनीहरूलाई म पैसा दिन्छु ल अब साथीहरू यिनीहरूको हेर्नु नि त्यहाँ छैन त्यहाँ 50 रुपियाँले दुईजना ल त अनि 100 रुपियाँले त वही धोइदिन्छ भने अनि तिमीहरू त भाइहरू भएको छ डिस्काउन्ट चाहिएन अस्ति त मैले 100 रुपियाँमा धोएको ल ल एउटा मात्रै लिन हौ एउटा मात्रै लिन ल ल धन्यवाद गजल दादाहरूले त 50-50 पाए गजलु दादाहरूले त 50-50 पाए स्कुटी धोएको भएर के तिमीले स्कुटी धोइदिएको थिएन नि त ल आज त तिमी धनी भएको छौ नि तिमीलाई 1000 गडा देऊ म तिमीलाई 50 को दिन्छु नि त ल साथीहरू हामी चाहिँ यहाँ यसरी आइछौँ यहाँ जात्रा हेर्न भनेर आएको होइन तर जात्रा चाहिँ सकिसक्यो जस्तो छ अब पुलिस सरहरू जाँदै हुनुहुन्छ त्यहाँ ढुङ्गा मुढा भयो छ होइन हामी चाहिँ स्कुटर यतै राख्छौँ यस्तो छ त्यता के भयो भन्ने हल्ला सुन्यो हामी यदि बिस्तारै जान्छौँ तर हामीलाई स्कुटर राख्नु नि यस्तो डर छ कि अहिले होइन त्यही भने राख्न नि गाह्रो छ हौ
यस्तो छ साथीहरू भक्तपुरमा ल हेर्नु साथीहरू हामी यहाँ जात्रा हेर्न आइसक्यौँ ल रथ यस्तो छ यहाँ भक्तपुरको जात्रा रथ चाहिँ भाँचेर बसिरहेछ अहिले त्यसो गर्नु न यहाँबाट होइन त्यो भैरवको बिस्तारै जुम गरेर त्यो अनुहार निकाल्नु त्यो दुइटा हालिदिनु दाइ चटपटी खानु पऱ्यो अरे गाईचारलाई चटपटीको लागि लिए हाम्रो भाइ त्यहाँ छ साथीहरू आज हामीलाई सबैलाई भोग लगाएर चरपटे बनायौँ यी चरपटे अनि यो गिलो चरपटेमा हाल्नलाई अनि रेडी छ रेडी छ साह्रै मिठो अचम्मै मिठो अब हाम्रो यहाँ काटेको प्याज धनियाँ गोलभेडा खोर्सानी अनि धनियाँ यस अब आलुको पानी पुग्दैन स्टप गरिदिउँ यहाँ अब कागती निचार राखौँ हाम्रो सान्दिजूले निचार रहनु भा फेरि गर्नु त्यो भने त हातले बढी निक्लिन्छ होइन क्या खतरा देखिरहेको हेर्नु त गाइस अब प्रिन्सले गरेर यसलाई गर्न त आउँदैन तिन के गरेर त्यसलाई फेरि ठुलो बना अनि चाहिँ गर्न थिचिरहने क्या फेरि अब यस्तो गर सानिजको ह्यान्डको पावर हो अब कागती पनि निचारिसक्यो अब हाल्न बाँकी छ आलु अनि त्यो गिलोवाला सस अनि चुकमिलो अनि त्यो के मसला थाहा छैन त्यही हो अब चना त्यसपछि हामी खान्छौँ गम गम अब हाम्रो आइसकेको छ चना छना 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 धेरै नआउ फर्स्ट टाइम ट्राई गरेर हो अब आलु पनि हाल्नुपर्छ आलु अब यो मसला कुन मसला हो सान्दिजको नाम नभन्ने नभन्ने सिक्रेट मसाला सिक्रेट यो उयो त अनि के रे तिल धेरै तिल इज सिक्रेट मसला किन छ त तपाईँहरू राख्दै ओके आलुको पाली अब आलु पनि भयो अब पाली अलिअलि नुनहरू हाल्नलाई स्टार्ट अब हामी हाल्न गइरहेछौँ गिलो अलिकति माथि न यहाँ छ गिलो के हो गिलो सस गिलो सस अब हामी हाल्न जाँदैछौँ गिलो सस ल हालौँ हाल्न आहा हजुरको पनि मुखबाट पानी आयो होला हाम्रो पनि आइरहेको छ बनाउने बेला अब बनाएपछि फेरि हेर्ने बेला फेरि पानी आउँछ द्याट्स ट्रु छिटो गर्नु दिउँदो हुन्छ त्यो फेरि अहिले एकै ठाउँ मात्रै हुन्छ मोलिहाल्नु हातले त्यसले मोलु त्यसले ल नाउ वी मोलिङ स्टार्ट मोलिङ मिक्सिङ चुकम्लो इज हालिङ already put on wow so red but प्रिन्स धेरै भुजिया हाल्यो नि त त्यही भएर त्यस्तो होइन तर खाइन्छ तल हो क्या त्यही भएर त्यो तल त बाँकी छ क्या अझै कति मसला छ तल त्यो घिउ भएर क्या ल साथीहरू यहाँ हाम्रो यहाँ गिलो चटपटे रेडी भइसक्यो हेर्दै खाउँ लाग्ने छ यमी विमान नयाँ वर्षको शुभकामना धेरै धन्यवाद जानुभयो खाना दिएर आउनुभएको हो ए ढिला भयो म आउने ओम नृसिंह भगवान् ओम नृसिंह महादेव चटपटे साथीहरू गिलो चटपटे आज
हर हर महादेव